अलिक दुख्छ नि त मेरो त्यतिखेर त्यो भएर ल हामी चाहिँ अब खाजासाजा खायौँ अनि हामी चाहिँ उकालो लाग्यौँ अब यहाँबाट त्यहाँ प्लानिङ टु ओख्रे लास्टको डाँडा हो लास्ट वी आर प्लानिङ टु गो ओख्रे लास्टको माथिको डाँडा जोस छ फेरि हामी चाहिँ धनी हो है क्या ल है त अब चाहिँ लु केही भन्नै आएन सिधै हिँड्नु जाउँ ब्याट्री पनि छैन कि त्यही भएर थोरै थोरै भिडियो बनाउने हो 20 मिनट जति सर्टकट छिरियो तर निस्किने ठाउँ नपाएर फेरि घुमेर हामी फर्केर जाँदैछौँ होइन बाटो साटो थाहा भएन फेरि फर्केर रोडमा जानेछौँ रोड जाने विचार गरियो केटाहरू जाँदैछ त्यहाँबाट चढ्नुपर्छ यहाँ दामी पहिरो गएको ठाउँ थियो अब त्यहाँबाट चढ्नुपर्छ 4 खुट्टा लाएर तिमी मेरी बन्नु ल नाइ 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 नभन्नु ल बसिँदैछ कहाँ पुग्यो केही थाहा छैन अत्तो नपत्तो कहाँ हराएर फेरि 1 घन्टा हराएर फिर्केर आएर रोड जाँदैछौँ मजा भइरहेको छ एडभेन्चर यस्तै छ जिन्दगी कहिले काहीँ रमाइलो देखेको छ के दामी ठाउँ आयो त यार यो चाहिँ इस्कुसको थाङ्ग्रा लगाएको है गाउँघरमा यस्तै छ हराउँदा गरेर भयो नि कहाँ आइपुग्यो अब यहाँबाट सजेसन चाहिँ रोड जानु भन्नुभयो रोड जाँदा चाहिँ के पोखरी आउँछ अरे भाइ कन्या पोखरी के आउँछ अरे त्यहाँबाट जानाबारी त्यसपछि अब हेर्दै गरौँ भिडियो बनाउनु मन लागेको छैन यहाँ हिँड्दै मजा आइरहेछ क्या आफै हिँड्दा केटाहरूसँग गफ गर्दा चिलमा टक्क गफ गर्दै हिँड्दाखेरि दुखेको महसुस पनि भएको छैन त्यही भएर भिडियोमा हातै गएको छैन अब इन्ट्रेस्टिङ कुराहरू देखाउँछु नत्र भने त्यही हो अब यहाँ पिङ भेटेछ होइन यसले 1-2 चाल मचाउनु पर्ने हुन्छ यहाँनिर चट्टा पाराले दामी अब चाहिँ टक्क चिसो मौसम पनि आउँदै गयो है त ल यहाँ चाहिँ पिङ पनि रहेछ यो अलिकति तलतिर जाँदो रहेछ तर यो पिङ मेरो खुट्टा घोच्यो अहिले चाहिँ हामी मस्त पिङ खेल्दैछौँ चाहन्छु मरिजा कसम हामी चाहिँ यहाँनिर आइपुगेर टक्क सेट गरेर चटपटी खाइसक्यौँ अब यहाँबाट अलिकति हेऱ्यो त कन्या पोखरी पुग्ने अब त्यहाँ पुगेर अनि चाहिँ अब त्यहाँबाट घुर्छु मलाई लाग्छ सायदै किनकि साथीहरू गली पनि सक्यो आफू पनि गली पनि सक्यो अलिअलि अब त्यही हो है त किन सोधेको She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my chain.
मिठो भइरहेछ कोही सुतिरहेछन् यता हाम्रो किचन चाहिँ यसले हेर्दैछ मैले आगो सागो फुकिहालेँ करेन्ट पाक्दैछ पकाएको थिएँ नि त अब तिमीहरूको टर्न ल होइन के अरे अघि मैले पकाएको थिएँ अब तिमीहरूको टर्न हो नि के पकाइस् न अहिले यहाँ सबैले मिलेर हो भाइ अँ अन्डा सन्डा केलाइसक्यौँ हाल्यौँ चट्टर आएर है दामी छ यहाँनिर टक्क तलबाट आएको सर्टकट यहाँबाट चाहिँ सर्टकट रहेछ होइन सर्टकट नहिँडिकन रोड घुमेर आएको यो सर्टकट रहेछ तल सर्टकट भनेर छिरेको चाहिँ जङ्गलतिर छिरी पठाएर कहाँ पुगेर तर हराइयो अब यहाँबाट 10-15 मिनट आधी घन्टामा पोखरी पुग्छ भन्ने कुरो छ यहाँ आन्टीहरूको अनुसार पोखरी पुगेर अब फर्किनु पर्छ पोखरी हामी दानाबारीको भनेर आएको खासमा दानाबारीबाट यहाँ ओख्रे आइसक्यौँ कति बजे थियो 12:30 भयो 2 बजे चाहिँ घर फर्किने प्लान हो जसरी भए पनि मजा भइरहेछ नि होइन केटा हो हामी कहाँ छ होइन ठिकै ठिक छ हौ अहिले अब भरे 3 टाइमलाई हाल्नुपर्छ यति लामो कस्तो हुन्छ ट्राई गरौँ ल भयो अन्त अहिले रोसन आइज न उल्टा यम्मी यम्मी अन्डा काट्न अन्डा काटेर सबै हालिसक्यो सानो पारेको खाजा एक बाइट कस्तो भयो मिर्छ हो न खाएको चाहिँ भिडियो गर्नु हुँदैन क्या फाइनली फिनिस्ड भयो है दामी थियो दामी ओभर पवाल थियो वेदर कफी खाँदैछौँ वेदर कफी खाँदैछले पनि कोक चाहिँ सक्ने आइसक्यो अब कोक चाहिँ मासतिर किनेर खाउँला केही छैन पुग्छ यो पनि धेरै नै हुन्छ अहिले ओह्रालो झर्दा चाहिँ कफी त सक्यो अब कफी त सिद्धो अब चिया छ अब अन्डा बाँकी छ एउटा कफीमा चाहिँ चिनी नहालेको भन्थ्यो है बरु खल्लै खाएको भन्थ्यो चिनी सक्यो छ नि एक लट पुग्छ नि अब हामी चाहिँ ओख्रे पुगेरै नत्र के पोखरी पुगेरै भिडियो बनाउँछु मैले त गाइज यस्तै छ भ्यू चाहिँ देखा न दामी उसो यसरी खोलिँदैछ चट्ट अघिको हुसी लाग्दा चाहिँ कहाँ थियो जस्तो लाग्थ्यो फेरि ऊ आउँदैछ त उसो चढ्दैछ ओख्रे कहाँ झन्डै कहाँ पुगेको यार जङ्गलै जङ्गल ल हामी चाहिँ खानपिन पनि भइसक्यो अब चाहिँ लाग्यौँ फेरि अब भनेपछि त्यस्तै 20 मिनट आधी घन्टा जस्तो लाग्ला पेट पूजा गरेपछि त हिँडिन्छ होला नि अब 1 घन्टा 2-3 घन्टै हिँड्छ अब अनि भरे घर 11 बजीतिर घर आइज भन्नु थियो 1 बज्न आइसक्यो दानाबारीबाट झरेको त पुगिन्थ्यो नि है 10 बजी नै पुगिन्थ्यो है दानाबारीबाट हामी सिधै घर झरेको 10 बजी नै पुगिन्थ्यो है अब त्यस्तै भयो आज डरै हिँड्यो कम्तै हिँड्यो त बिहान 5 बजीदेखिको अहिले 1 बज्न आँटिसक्यो अब हाम्रो चाहिँ सिधै डेस्टिनेसन हो बसिसक्यो टाइम वेस्ट होइन सिधै जाने टक्क डेस्टिनेसन पुग्ने विचार छ नेपाली ब्रो भाइब्स आउँछ त यार बोल्दा पनि है नेपाली ब्रो भाइब्स आउँछ त हजुर आयो त्यस्तो चाहिँ होइन मेरो हात गल्यो होला अब त्यही हो हामी रमाइलो गर्दै हिँड्छौँ होइन अब कराउँछौँ गीत गाउँदै हिँड्छौँ त्यो रमाइलो छुट्टै पाटो छ क्या यहाँनिर जति देखाइन्छ नि त्योभन्दा वाइल्ड रमाइलो छ क्या नखिचेको पाहाडहरू क्या अब त्यो पाहाडहरू चाहिँ खिच्नु मन लाग्दैन किनकि अब हामी ट्रेकिङ या हाइकिङ भन्छ नि यस्तो कुराहरू हिँड्दाखेरि त्यो मुभमेन्टमा बाँच्ने र हिँड्ने हो क्या त्यो मुभमेन्टमा रमाउँदै त्यही भएर त्यति बेला अब खिच्नुपर्छ भन्ने पनि छैन आफू भएर हिँड्ने हो क्या त्यति बेला केटाहरूसँग होइन अब आफ्नो गफमा हुन्छ हामी आफू ओरिजिनल भएर हिँडेको हुन्छ क्या त्यहाँ न केही सोच आउँछ न केही जस्ट डेस्टिनेसन बाटो त्यति हो
अनि त्यही भएर हामीले अब कति रमाइलो गऱ्यौँ यो भिडियोमा देखाइ जति त केही पनि छैन कति होइन बाटो हराइयो कहाँ गयो के गर्यो धेरै रमाइलो भइरहेछ त्यही भएर अब म खिच्ने कुराहरू खिच्छु नत्र भने त यो आमा यार ओहो यो ठाउँ देखेर त तिम्रो याद आयो यो ठाउँ देखेर त तिम्रो याद आएर कसम भनेको यार त्यो के भन्छ यो ग्याबिन हल्लाको देखेर त यार ल हेर्दै गर्नुहोस् होला दर्शकबिनहरू हाम्रो अनिलले मनोरञ्जन दिँदै गर्नुहुन्छ रोशनले अघिसम्म हिँड्नु सकेको थिएन तर दुईवटा रामेन हानेपछि चाहिँ एनर्जी आएर सबैभन्दा अगाडि यही छ सबैभन्दा लास्टमा चाहिँ मै छु हिँड रोकिने काम छैन केटा हिँडेको हिँडे हो ल है त अनिले अहिले एकछिनमा भेटौँ गर्न यत्रो नभाँचेको यहाँ आएर भाँचेको तन्काउँदैछ यो पनि ल सो फाइनली हामी चाहिँ मेन रोडमा आइपुग्यौँ हामी 5 बजेदेखि 1 बज्यो अहिले लगातार भन्दा नि बस्दै खाजा खाँदै गफ खाँदै आइयो लगभग रमाइलो भइरहेछ 1 घन्टा चाहिँ रेस्ट गऱ्यौँ अरू त हिँडेकै छु होइन भाइ 1 घन्टा जस्तो ऊ त्यसलाई देखाइदिएन खुट्टाहरू तन्काउँदैछ किनकि अब धेरै अफरोड हिँड्यो धेरै ट्रेकिङ बाटो हिँड्यो अब चाहिँ रोड आयो नि त रमाइलो भइरहेछ एकदम तपाईँहरू पनि ट्रेकिङ गर्नु छ भने चाहिँ आउनु होला राम्रो छ बाटो एकदम रोडै रोड छ हामीले जस्तो सर्टकट आउने कोसिस चाहिँ नगर्नु होला सर्टकट आयो भने चाहिँ हराइने चान्स हुँदैछ कहाँ जङ्गलतिर छिरी पठाएर यार पहिरो गएकोतिर तर मजा भइरहेछ यहाँनिर दामी भिड देख्छ क्या है अरे यहाँ चाहिँ रोड पनि बसहरू पनि चल्छ त्यही भएर हामीलाई ढिलो भइगयो भने बस पनि चढ्नु पाइन्छ है गाइज हामी चाहिँ यहाँ आइपुगेको छौँ हेर्नुहोस् दामी भिड छ पहिला पनि यहाँ पहिरो गएको दामी ऊ त्यहाँ तल चाहिँ के हो बाटो बनाउँदै हुन्छ धनकुटा यता उहाँ पर हो अनि धरान चाहिँ यता तल तर हुस्सु दामी आउँदैछ ल हेलो मजा हुँदैछ केटा हो हामी चाहिँ चक होइन लिफ्टमै दिक्कत खोजाहरूले सो हामीले चढिसक्यौँ जे होस् हाम्रो डेस्टिनेसन चाहिँ पुगिने भयो अगाडि फर्केर बस् न आइज यहाँ अगाडि मलाई पक्रेर आइज त हो त्यहाँ अगाडि हावाले त दामी हान्दैछ यार दामी मजा हुँदैछ केही भन्न केटा हो जिप भ्लग चाहिँ राम्रै हुँदैछ पिकअप भ्लगै यो चाहिँ पिकअप भ्लग बाटो दामी छ हेर बाटो दामी छ बेहोस् अम्बो हेर्न बाटो बाटै नदेखिने क्या बाइक यस्तो छ है दामी छ है ओइ सर्ट झिकेर लाउने टाढो टाढो होला यस्तो फाइनली हामी चाहिँ ओख्रे आयो जापानिज स्टाइलको घरहरू देख्न सक्नुहुन्छ दामी छ यहाँ घर चाहिँ यस्तो जापानिज स्टाइलको घरहरू छ क्या राम्रो छ यता परसम्म अब हामी चाहिँ ओख्रे प्रवेशद्वार गऱ्यौँ र नाचेन त नि धेरै लाग्थ्यो नि हामीले हिँडेर के आधी घन्टा 1 घन्टा फिक्स लाग्थ्यो भाइ अब यहाँ यो भिडियो तर्फबाट चाहिँ म के भन्नु चाहन्छु भने त्यो पिकअप दाइहरूलाई धेरै धेरै धन्यवाद हामीलाई उयो गरिदिनु भयो यता मास्तिर हो कहाँ उता चाहिँ भ्यू टार हुन्छ त अब धेरै धेरै धन्यवाद लिफ्ट दिनुभयो धेरै नै खुसी लाग्यो यस्तै सहयोगी भावनाहरू अरूलाई पनि देखाउँदै गर्नु होला तपाईँहरूको राम्रो हुनेछ यति भनेपछि त कसो धन्यवाद दिएको जस्तो फिल नहोला त होइन अब हामी चाहिँ ओख्रे आइसक्यौँ ल है ठक्क जङ्गलमा आइपुग्यो यहाँबाट चाहिँ अलिकति उकालो दिन्छ तर राम्रो छ बाटो अब अलिकति छ
फेरि छैन है भेट नगरौँ एकदमै रमाइलो भइरहेछ 2 बजी चाहिँ पुग्ने प्लान हाम्रो अब आइसक्यो उकालो छ 31 भयो रमाइलो भइरहेछ रमाइलो एकदम दामी छ मजा भइरहेछ गाइस ओप्पो सँग जा ल बाई बाई हामी आउँछौँ जा हिँड्दै गर्न कुद 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 हेर्छ यस्तो खानदानी ज्यान हुनु पर्यो नि भएपछि त नो इफ नो बट वी रिच आवर डेस्टिनेसन एन्ड हियर आर माई ब्रदर्स केटाहरू गरेर गर्नु त म पनि गरेको छु सबैजना गरिएको छ त्यही पनि ठिक छ रमाइलो भएको छ यहाँ चिसो दामी हावा आइरहेछ अब ठिक्क हामीले भनेको टाइमभन्दा अगाडि नै आइपुग्यौँ सो अब एकछिन बस्ने अनि जाने हामीले टावरमा चढिसक्यौँ दामी हावाले आउँदैछ मिठो छ एकदम तपाईँहरू आउँछ तर प्लेस चाहिँ दामी हो तर फोहोरहरू चाहिँ नगर्ने सो हामी चाहिँ के भन्छ टावर सावर पनि चढेर अब चाहिँ झर्दैछौँ अब चाहिँ हामी ला मेरो लट्ठी झऱ्यो झन्डै कोक चाहिँ हान्नु बिर्सिन्छ नि त कोक हान्दै तल झर्ने रमाइलो भयो अब म तल गएर बनाउँछु अब चाहिँ इन्डिङ हो धेरै बनाउनु हुँदैन भिडियो टक्क रमाइलो जति रमाइलो भइगयो अब त गल्दै आएपछि रमाइलो पनि नलाग्ला होइन ठिक छ है त गाइस हामी चाहिँ लगभग 3 बजे नै 3 बजे अगाडि नै यहाँ आइरहेको थियौँ तर यहाँनिर काम हुँदो रहेछ क्या हामीलाई छिर्नै दिएको छैन यार ढिलो भइसक्यो हामीलाई छिर्नै दिएको छैन यहाँबाट लामी काम हुँदैछ झन्डै 1 घन्टा वेट गरायो यार 1 घन्टापछि मात्रै बाटो खुल्यो 1 घन्टा झन्डै 1 घन्टा हो नि उनीहरूको गाडीमा ल्याइदिएर यहाँ थन्काइदिरहेको मजाले ल्याइदियो गाडीमा भनेको छ त्यो पनि ठिक छ रेस्ट डर गर्नु पायो अघि आउँथ्यौँ कि यहाँनिर थन्काइदियो क्या हामीलाई अहिले खुट्टा दुख्यो नि त अब त गाडी नै आउँदैन यार फाइनली बल्ल भेरेटार आइपुग्यो हामी चाहिँ बल्ल भेरेटार आइपुग्यो अब चाहिँ यहाँ गाडीमा चढेर जानुपर्ने हुन्छ खाली गाडी